गाइस म चाहिँ आएको थिएँ आज शपिङ गर्नको लागि र मेरो लागि चाहिँ खास होइन र मेरो दादा आएको थियो र हामीहरू एउटै होटलमा काम गर्छौँ। मालिका दोडा होटल छ र उताबाट ऊ आएको थियो र यता चाहिँ शपिङ गर्छ अरे र उति कोलगेट हेरिरहेको छ र हेर्न सक्नुहुन्छ। कोलगेट यो चाहिँ यसमा ब्रासहरू पनि सबै थोक छ र फ्री हुन्छ। उसलाई ब्रास पनि चाहिन्छ भनेर अलिक ठुलो हेर्दैछ। ब्रास एक्स्ट्रा किन्नु पर्दैन नि त त्यति भए। र यता चाहिँ हेर्न सक्नुहुन्छ सबै थोक केस सजाएर राखेका छन्। उता चाहिँ भेजिटेबल छ र यता चाहिँ सबै बर्तनहरू छन्। हेर्नु किचनको लागि चाहिँ एकदम धेरै राम्रो बर्तनहरू छन्। यता हेर्न सक्नुहुन्छ दादाले त लिइसक्यो र यो कप चाहिँ हेर्नु, यो कप चाहिँ मलाई मजा लाग्यो चाय पिउनको लागि र म चाहिँ यसो हेरेर मात्रै राखिदिएँ गाइस। यसको चाहिँ प्राइस धेरै नै रहेछ र उता दादा पनि कप हेरिरहेको छ र कपहरू चाहिँ धेरै राम्रो लाग्यो है मलाई। प्लास्टिक हो तर त्यही पनि राम्रो लाग्यो देख्नलाई। र यो मार्केट चाहिँ मेरो रुम छेउमा छ र दादाले सपिङ पनि गरेर जाउँ न भनेर एकदम साबुन हेरिरहेको छ। र यो मार्केटको नाम चाहिँ हो धनिया मार्केट र यो चाहिँ सुपर मार्केट हो र यता चाहिँ धनिया मार्केटबाट दादा सपिङ गरिरहेको छ। र मैले पनि हेरेको चाहिँ फेयर लभली भनेर, तर यो चाहिँ ग्लो लभली गरेर अर्को प्रडक्ट आएछ र हामीहरूको बिल चाहिँ भएछ 400 500 नै भनिदिउँ न। र सबै त गरिसकेर हामीहरू चाहिँ यता आफै चाय बनाएर बिस्कुट ल्याएर खाइरहेका हुन्छौँ है गाइस।